नमस्ते सम्पूर्ण नेपाली साथीहरू, ब्रेकिङ न्युज। तपाईहरू दुर्गा प्रसाईको पहिला यो कुरा सुन्नुहोस्। फेरि यो माग पुरा भएन भने चुनाव हुँदैन नि। फेरि यो कुरा चाहिँ बुझ्नु नि, हाम्रा माग पुरा भएनन् भने चुनाव हुँदैन। चुनाव हुन्छ भने नसोच्दा हुन्छ। यो प्रश्नलाई मैले भन्दा चाहिँ हिजै भोलि आगो लगाउनु त तपाईँहरूले सिकाएको, हामीले होइन। हो कि होइन भन्नु न नेताका घर। अब अहिले तपाईँ हुनुहुन्छ, तपाईँले माग नपुरा गरेपछि तपाईँलाई गाह्रो छ। तपाईँको घर लोकेट गरिसकेका छन्, ती सानेपामा रहेछ भनिदिएको छ मैले त। साथीहरू, दुर्गा प्रसाईको एकदम क्लियर मेसेज छ प्रधानमन्त्रीसँग। उहाँले दुर्गा प्रसाईजीको माग पुरा गर्नु भएन भने यो आउने चुनाव जुन फागुनमा हुनेवाला छ त्यो फागुनमा चुनाव हुन दिनुहुन्न अरे, उहाँको यस्तो भनाइ छ। र साथीहरू, उहाँले भन्दैछ कि आगो लाउने पहिलेको सरकारले सिकायो र आगो लाउन उनीहरूले चाहिँ तपाईँहरूले बाध्य नगर्नु। हस्त साथीहरू, कस्तो लाग्यो यो भिडियो? यस्तै भिडियो अपडेटको लागि मलाई लाइक सब्सक्राइब गर्नु होला। धन्यवाद।